जोजलपा नमस्ते कार्यक्रममा यहाँहरू सबैलाई स्वागत छ। आजको समय सन्दर्भ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीमा समर्पित हुनेछ। म आज विगतमा जान चाहन्छु। साना साना राज्यहरूलाई समेटेर विशाल नेपाल सिर्जना गर्नुहुने पृथ्वीनारायण शाहको योगदान जति नै वर्णन गरे पनि सकिँदैन। उहाँले यसरी छरिरहेका राज्यहरूलाई एकत्रित पारेर विशाल नेपाल सिर्जना गर्नुभएको हो। यसरी विशाल नेपाल सिर्जना गर्दा पनि यसबारेमा जनमानसमा केही धारणाहरू देखा परेका छन्। कतिले उहाँको यो कार्यको सराहना गर्दै आइरहेका छन् भने कतिले खण्डन पनि गरिरहेका छन्। हुन पनि सायद उहाँको त्यो योगदानले आज हामी नेपाली भनेर परिचित छौँ, हाम्रो देश नेपाल हो भनेर चिनिएको छ। कतिपयले भने उहाँको त्यो कदम क्रूर थियो, जालझेल धोकाधडी थियो भनेर पनि भनेका छन्। सामान्य युद्ध नीतिलाई अवलम्बन नगरेको जनताहरूलाई युद्ध जितेर क्रूर यातना दिएको भनेर आरोप पनि लगाइरहेका छन्। यो चाहिँ अब आफ्नो धारणा हो। श्रोताहरू, यसैमा केन्द्रित रहेर आज हामी एकजना सर्जक हुनुहुन्छ। सामाजिक सद्भाव एवं राष्ट्रिय एकता विषयमा एउटा पुस्तक लेख्नु भएको थियो। भर्खरै उहाँको पुस्तक सार्वजनिक पनि भएको थियो। ध्रुव बस्नेतजी। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। उहाँ ध्रुव बस्नेतजी, कार्यक्रममा यहाँलाई स्वागत छ। हेलो, सुन्नुहुन्छ मलाई? हजुर। ध्रुवजी, भर्खरै यहाँको पुस्तक पनि एउटा सार्वजनिक भएको छ, सामाजिक सद्भाव एवं राष्ट्रिय एकता भनेर। हामीले यहाँको कार्यक्रममा पनि आइपुगेका थियौँ, हेऱ्यौँ पनि। अब आजको दिनलाई हामी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भनेर मनाउँछौँ। यो विषयमा यहाँको धारणा र यहाँले के गर्दै हुनुहुन्छ, हाम्रो श्रोतालाई अलिकति बताइदिनुहोस् न। अब आज म त्यही कुरा त्यसैमा व्यस्त छु। पौष 27 गते होइन? हजुर। अब सोमबार पनि परेको छ। अब पुसा पाके मागा जाके भनेर हाम्रो कल्चर छ, तरुल खाने होइन? हजुर हजुर। तरुल अब खाने यस्तो यो आउँदैछ माघे गते नै पुसमा ल्याएर। हजुर। अब यो राष्ट्रिय एकताको पुस 27 गतिको पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस 279औं पृथ्वी जयन्ती झन् 300 वर्ष हुन लाग्छ। हजुर। यो नेवा एफएमबाट जुन अन्तर्वार्ता लिइरहनु भएको छ र यहाँको परिवार टिम सबैलाई होइन राष्ट्रिय निर्माताको अभियन्ता पृथ्वीनारायण शाह त्यो पुस्ताको तर्फबाट हाल पृथ्वीनारायण शाहलाई सम्मान गरी देशभक्त यो पुस्ता नेपालवादी देशभक्त होइन सब सामाजिक सद्भाव चाहने सबैलाई मेरो व्यक्तिगत तर्फबाट पनि अब हाम्रो सामाजिक सद्भाव राष्ट्रिय एकता अभियानको तर्फबाट पनि एकदम धेरै नमस्कार छ। अझ यो नेवार एफएम परिवार सबैलाई सुनिरहने दर्शकहरूलाई त्यही कुरा छ। हजुर, आजको कार्यक्रम चाहिँ के छ यहाँहरूको? आज हाम्रो कार्यक्रम के छ भनेदेखि अब हामीले धेरै वर्षदेखि अगाडिदेखि नै हामीले यो हिजो भतिया पार्टी भन्ने अहिले पृथ्वी चोक भन्ने ठाउँमा पृथ्वीनारायण शाहको चाहिँ फोटो राख्ने अनि त्यहाँबाट राष्ट्रिय झन्डा राख्ने अनि त्यो फोटोमा चाहिँ नि पुष्पगुच्छ चढाउने, यसो भेटघाट गर्ने अनि त्यसपछि हामी काठमाडौँ सिंहदरबार अगाडिको शालिगमा परिक्रम गर्ने जाने कल्चर नै बसिसक्यो। त्यो कार्यक्रममै व्यस्त छु म अहिले। फोन गर्नु पर्यो अथवा अथि गर्नु पर्यो, त्यही भएर। यसमा अब राष्ट्रिय एकता दिवसको बारेमा केही अलिकति अनर्गल कुराहरू पनि निस्केको छ। पृथ्वीनारायण शाह क्रूर थिए भन्ने किसिमको विवाद पनि निस्किरहेको छ। यस विषयमा के छ यहाँको भनाइ? यस्तो एउटा ठुलोको जसले नराम्रो काम गर्नेहरूलाई अब एकाधले त्यो विरोध गर्नु, त्यो मतलब कुर थिए के भनेर विरोध गर्नु पनि स्वाभाविक हो। जस्तो म आफैले भने अब हाम्रो समाजमा कस्तो छ भनेदेखि एउटा राम्रो काम गर्नेलाई नै खेद्ने चलन छ कि हाम्रो समाजमा एउटा त्यसलाई के भन्ने त्यो पनि नराम्रो चलन छ। र प्रशंसा गर्नेले पनि कस्तो अति प्रशंसा गरेर त्यसलाई वरिपरि घेरा दिएर फेरि त्यसको चाहिँ नि म त अलि जो राम्रो कुराहरूलाई चाहिँ छोप दिने हैन। हजुर
कालो बर्कोले छोपिदिने, प्रशंसा गर्ने नि अति प्रशंसा गर्ने। अब त्यो प्रशंसा गर्ने भन्दा मेरो विचारमा त अलिकति क्रिटिकल्ली सोचेर अलिकति त्यो अलिकति विरोध गरेकै ठिक हो, जसले गर्दा त्यसको इनर्जी आउँछ नि त होइन। त्यो मात्र प्रशंसा गर्ने, त्यसलाई वरिपरि ढाक्ने, अनि अलिक त्यस्तो त्योभन्दा अलिकति प्रशंसा के अरे आलोचना गर्नु अब वीरको महत्त्वपूर्ण व्यक्तिको स्वाभाविकै हो नि, हुन्छ। त्यो त्यसैले त त्यसको महत्त्व छ। हजुर, उहाँको यो योगदान हामी सधैँ बिर्सन सक्दैनौँ, किनभने विशाल नेपाल भनेर उहाँले सृजना गरिदिनु भएको छ। उहाँको योगदान हामी बिर्सन सक्दैनौँ। अब यहाँको यो सामाजिक सद्भाव एवं राष्ट्रिय एकता यो पुस्तक पनि विमोचन भएको छ, त्यो कार्यक्रम कस्तो भएको थियो अलिकति बताइदिनु न। होइन, त्यो कार्यक्रम कस्तो भने हामीले त्यो पुरानो पुस्ताबाट नयाँ पुस्तामा चाहिँ नि त्यसको मेसेज जाओस्। अब जेनेरेसन ग्याप पनि भइरहेछ अहिले है, र त्यो किसिमले हामीले एउटा ज्येष्ठ नागरिकबाट श्री सम्मान के अरे ज्येष्ठ नागरिकबाट हामीले किताब विमोचन गर्ने र ज्येष्ठ र एउटा बालबालिकाबाट विमोचन गर्ने काम गरेका थियौँ त्यही पृथ्वी चोकमा। र यसले हाम्रो यो स्थानीय रूपमा अब यहाँहरू पनि को उपस्थित भएको थियो, जे जस्तो भएको थियो त्यो चाहिँ नि हाम्रो एउटा के कल्चर छ भने माथिबाट आउने तल कल्चर छ। यो हामीलाई यसलाई निरङ्कुश भन्ने कि अथवा के भन्ने, र यो को शक्ति छ त्यसैको पछि लाग्ने, त्यसकै नाम लिएर तलतिर झर्ने, र तलतिर चाहिँ नि कोही पाएदेखि अहिले ढाङढुङ गरेर नराम्रो पनि काम गर्ने, त्यस्तो कल्चर छ। हाम्रो सोचाइ हामी सामाजिक सद्भाव राष्ट्रिय एकता अभियान 2068 यहाँलाई थाहा नै छ, र त्यो भनेको के भनेदेखि तलबाट माथि मेसेज जाओस्। हजुर, हामी सार्वभौम दृष्टिकोणले हामी आफ्नै समाजबाट माथि मेसेज जाओस् भन्ने उद्देश्यले हामीले त्यो गरेको। यसले एकदम राम्रो प्रभाव परेछ, किताबहरू ल्याउनु भएको छ र राम्रोसँग पढेर छु दाइ भन्नु छ, हाम्रो इज्जत राखिदिनु भयो र धेरैको नाम राखिदिनु भएको छ, धेरै कामको भएको छ, अझ यस्तो हुनुपर्थ्यो भनेर मलाई एउटा किसिमले आइरहेछ। एकाध मान्छेहरूले चाहिँ के भने अलिकति ठुस्स परेर त्यसलाई चाहिँ के भनेदेखि पनि होला, तर त्योभन्दा बजारमा हाम्रो किताब गइरहेछ। मसँग फोन गरेर किताब कहाँ पाइन्छ भन्नुभएको छ, कीर्तिपुरतिर पनि राखिदिएको छु, यदि पृथ्वी चोकतिर राखिदिएको छु। अब ठुलो मिडियाले प्रचार गरेको छैन, तर तपाईँले जति काम गर्नुभयो प्रचार ल्याउनु यो ठुलो कुरो हो भनेर मलाई एकदम के अरे मुसु हाँस्दै मान्छेले चाहिँ नि रेस्पेक्ट गरिरहनु भएको छ। त्यही छ। हजुर, धन्यवाद ध्रुवजी। यो आज पृथ्वी जयन्तीको बारेमा 2 शब्द बोलिदिनु भयो, आफ्नो व्यस्तताका बावजुद पनि हामीलाई समय दिनुभयो, यसको लागि म यहाँलाई धन्यवाद दिन चाहन्छु। हजुर, एउटा कुरा यो चाहिँ हाम्रो चाहिँ म धेरै यहाँलाई धन्यवाद, र एउटा म सोचे भन्ने छु, हाम्रो भक्तपुरको चन्द्रसूरी बिम्बको जुन आकृति भएको 3 कुने झन्डालाई पृथ्वीनारायण शाहले जसरी चाहिँ नि म त त्यो बेलादेखि अपनाएको र अहिलेसम्म एकदम त्यो महत्त्वपूर्ण भइरहेछ नि होइन। त्यस्तै आज हाम्रो यो कीर्तिपुर नगरपालिकाकै पुष्पलाल प्रतिष्ठान हुँदै चाहिँ नि श्री सामाजिक सद्भाव राष्ट्रिय एकता अभियान नागरिक समाज जुन जन्म भएको छ, यो चाहिँ नि हाम्रो यो एउटा राष्ट्रिय रूपमा छ। यसलाई कसरी अझ प्रभावकारी पार्ने र हाम्रो नेवा एफएमले पनि अझ राम्रोसँग सोचोस्, किन यो हाम्रो यही कीर्तिपुरमा क्रिएसन भएको र देशभरि नै चाहिँ विस्तार गर्नुपर्ने एउटा सोच हो। यो मेरो होइन, यो तपाईँको होइन, यो देशको हो। र त्यो सामाजिक सद्भाव राष्ट्रिय एकता अभियान नेपालबाट हाम्रो नेवारी एफएम र यो सुनिरहेका सबै साथीहरूलाई मेरो धेरै धेरै नमस्कार है। हस् हजुर, धन्यवाद। उहाँ हुनुहुन्थ्यो ध्रुव बस्नेतज्यू र कीर्तिपुर नगरपालिका वडा नम्बर 4 बासिन्दा र सर्जक हुनुहुन्थ्यो उहाँ। अब अगाडि हामी कार्यक्रममा ल्याउँदैछौँ प्रोफेसर डाक्टर चन्द्रमान बज्राचार्य, कीर्तिपुर नगरपालिका वडा नम्बर 10 निवासी हुनुहुन्छ उहाँ। राजनैतिक विश्लेषक, नेपाल चीन मैत्री सङ्घका अध्यक्ष, सामाजिक अभियन्ता र अनुवादक पनि हुनुहुन्छ उहाँसँग हामी कुराकानीमा जोड्दैछौँ। उहाँले धेरै पुस्तकहरू पनि लेख्नुभएको छ, भिजिट कीर्तिपुर, किन पिरोल्छ भारत नेपाललाई जस्ता किताबहरू लेख्नुभएको छ। केही किताबहरूलाई उहाँले अनुवाद पनि गर्नुभएको छ नेवारी भाषामा। विशेष गरी कीर्तिपुरको अभियन्ता भन्न म उहाँलाई रुचाउँछु। उहाँको परिचय म यसरी गराएँ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो
हजुर डाक्टर साहब नमस्कार। हजुर नमस्कार। कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद। कस्तो बित्दैछ दिन? हजुर दिन कस्तो बित्दैछ? ठिकै छ। हजुर है, जाडो जाडो छ है। चिया पिउनु भयो? भइसकेको छ। ए आज अब सन्दर्भवश आज पृथ्वी जयन्ती आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस। हजुर यसको विषयमा अब भनौँ न, यो पृथ्वीनारायण शाहको त्यतिखेरको युद्ध र कीर्तिपुरको पराजयमा धेरै भनाइहरू निस्केका छन्। कतिले के भन्छन्, कतिले के भन्छन्। यस विषयमा म यहाँलाई आज केन्द्रित गर्न चाहन्छु। आजको पृथ्वी जयन्ती तथा एकता दिवसको बारेमा केही बताइदिनुहोस् न। अब पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस भनेर सरकारबाट प्रति वर्ष मनाइँदै आइरहेको छ है। हजुर पृथ्वी जयन्ती त स्पष्ट छ, नारायण शाहकै भयो। हजुर अब राष्ट्रिय एकता दिवस भन्दाखेरि यो टाइटलले दिएको, यसले दिएको पृथ्वीनारायण शाहको राष्ट्रिय एकतामा योगदान भन्ने बुझिन्छ होइन र? हजुर के कति छ भन्ने कुरा। अब राष्ट्रको लागि योगदान त पृथ्वीनारायण शाहको मात्र होइन, हामी सबैको नै हुनुहुन्छ। हजुर होइन, अलि थोरै। अब उहाँ विशेष गरिकन राजा नै भइदिनु भएकोले उहाँले चालेको कदमहरू विशेष रूपमा हेर्नुपर्छ। हजुर हजुर अब तपाईँले कीर्तिपुरसित जोड्नुभयो। हजुर मैले हजुर अब आजकै दिन प्रतिवर्ष जस्तै कीर्तिपुरमा हजुर उहाँको विरोधमा कार्यक्रम हुँदै आइरहेको छ। हजुर हजुर विशेष गरिकन अन्य नेवार लगायत अन्य जनजातिहरूले पनि उहाँको विरोधमा क्रियाकलापहरू आजकै दिन हजुर बढी गर्ने गरिन्छ। विरोधको स्वर आउने गर्छ हजुर आजकै दिन। त्यसैले अब यस्तो अवस्थामा एकातिर सरकारले मनाउने, फेरि अर्को चाहिँ जाति जनजातिहरूले विरोध गर्ने, यो द्वन्द्वको अवस्थामा अहिले छ। अब यहाँको विचारमा मैले भन्दाखेरि यहाँको विचारमा यो द्वन्द्व भनौँ न, यो दोहोरो चाहिँ यो यहाँलाई कस्तो लागेको छ? अब यो द्वन्द्व यो अस्वाभाविक होइन, स्वाभाविक नै हो। हजुर तर यसलाई बौद्धिक बहसको रूपमा अगाडि बढाउनु पर्छ भन्ने मेरो मान्यता हो। बौद्धिक बहसको रूपमा पृथ्वीनारायण शाह पूर्ण रूपमा राष्ट्रिय एकताको पक्षमा हुनुहुन्छ भन्ने पक्षमा म छैन। हजुर र पूर्ण रूपमा राष्ट्र विरोधी हो भन्ने पक्षमा पनि म छैन। म मध्यम मार्गीको रूपमा छु। हजुर भन्नुको मतलब पृथ्वीनारायण शाहले हजुर जुन नीतिहरू अख्तियार गरेर व्यवहारमा लागू गर्यो, हजुर त्यो वास्तविक रूपमा राष्ट्रिय एकताको काम चाहिँ होइन। हजुर हजुर त्यस्तो भन्न चाहन्छु। हजुर त्यो भन्नुको मतलब भौगोलिक रूपमा उहाँले एकता गर्ने कोसिस गर्नुभयो। हजुर त्यसै होला र कसैले चाहिँ यो एकता होइन, यो एकता त पहिले नै भइसकेको थियो। हजुर यो काम चाहिँ पुनर् हो। हजुर पुनर्एकता पुनर्संगठन भन्ने गरिन्छ। हजुर तर राष्ट्रिय एकता भनेको के हो पहिले चाहिँ यो बुझ्नुपर्छ। हजुर राष्ट्रिय एकता राष्ट्रको एकता हो। हजुर हैन, राष्ट्रको एकता कसरी? अब टुक्रे टाक्रे 22-24 राज्यहरू एकता एक गर्दैमा त्यो राष्ट्रिय एकता आउने हो? त्यो होइन। पहिले त राष्ट्र भनेको के हो बुझ्नुपर्छ। राष्ट्र भनेको अब सबैले भन्ने गर्छन्, मैले मात्र होइन। राष्ट्र भनेको त्यो भूभागका खास जनताहरू। हजुर भनेको मतलब नेपाली जनता हुन्। राष्ट्र भनेको नेपाली जनतामा एकता ल्याउनु, त्यो राष्ट्रिय एकता हो। हजुर के खास अहिले राष्ट्रिय एकता आएको छ त? यो हिसाबबाट नेपालीहरूमा राष्ट्रिय एकता आएको छ? छैन, त्यो छैन। त्यसैले
जाति जनजातिहरू सबैको चाहिँ विरोध भइरहेको छ यसमा। त्यस्तो किन आयो त भन्दाखेरि हजुर जाति जनजातिहरूमा सन्तुष्टि छैन। हजुर यो भनेको सन्तुष्टि दिन नसक्नु पृथ्वीनारायण शाहको ठुलो कमजोरी हो। हजुर हजुर मैले यसरी हेर्छु। समग्रमा भन्दाखेरि अब पृथ्वीनारायण शाहले गलत गरेका थिए अथवा सही गरेका थिए भन्दा पनि राष्ट्रिय एकता चाहिँ गर्न खोजेका होइन। कमेन्ट गर्नु पर्दाखेरि हजुर है हजुर राष्ट्रिय एउटा उहाँको यो कमजोरी भन्नुपर्छ हजुर कि राष्ट्रको एकता भनेको यो देशभित्रका तमाम जाति जनजातिहरूको समृद्धि हो। हजुर संस्कृति संरक्षण हो। हजुर संस्कृति विकास हो। भाषा संरक्षण गर्नु हो। भाषा विकास गर्नु हो। हजुर जनताको सम्पत्ति भनेको मूल रूपमा यी नै हुन्। अब जाति जनजातिहरूको इतिहास नै चाहिँ मेट्न लगाउने, हजुर भाषा नै मेट्न लगाउने, संस्कृति नै मेट्न लगाउने, तर एउटै मात्र जाति चाहिँ जातिको विकास गर्ने, भाषा विकास गर्ने, जातिको विकास गर्ने, संस्कृतिको विकास गर्ने, यो तालले यो किसिमले राष्ट्रिय एकता सम्भव छैन। हजुर हजुर यो राष्ट्रिय एकताको प्रक्रियाको मार्ग होइन। यो उहाँले चाहिँ अब देश एकीकृत गर्नुभयो त राष्ट्रिय एकताको तवरबाट नभइकन व्यक्तिगत स्वार्थको लागि गर्नुभयो भन्ने यहाँको विचार। अब व्यक्तिगत भौगोलिक रूपमा उहाँले गर्नुभयो। हजुर तर भूगोल नै सर्वव्यापी होइन। हजुर सर्वमान्यता होइन। भूगोलबाटै मूलतः त्यहाँका जनताको मन जित्नु पर्ने हो। तर उहाँले मन जित्न सक्नु भएन। उहाँ चाहिँ क्रूर शासकको रूपमा देखा पर्नु भयो। हजुर पक्कै पनि यहाँको विचारलाई पनि म कदर गर्छु। अनि आज एउटा कीर्तिपुरमा एउटा सधैँ यो पुस 27 गतेकै दिनमा एउटा कार्यक्रम हुन्छ नि, त्यहाँनिर छाक लोहोमा थुक्न जाने एउटा कार्यक्रम हुन्छ नि, त्यो कार्यक्रमको बारेमा केही भनिदिनु न। त्यो कार्यक्रम चाहिँ साह्रै चाहिँ मूर्खहरूको काम जस्तो लाग्छ। हजुर र जनतालाई मूर्ख बनाउने काम हो। हजुर मलाई के लाग्छ भने त्यो थुक्नुको पछाडि त्यहाँ गएर थुक्नुको पछाडिको अभिष्ट के हो, उहाँले थुकेर के हुन्छ, यो एउटा रमाइलो कुरा तपाईँले सुनाऊ है। हजुर हजुर पोहोर साल हो कि परार साल हो, त्यो कार्यक्रम हुँदाखेरि एकजना त्यहाँ उपस्थित मान्छेले त्यो पृथ्वीनारायण शाहलाई त्यो ढुङ्गा छ नि छाकलुवा भने, त्यो छाकलुवालाई पृथ्वीनारायण शाह सम्झेछ र पृथ्वीनारायण शाहले लाटाले हानेको जस्तो गरेर उसले बेसरी हानेछ खुट्टाले, र के भयो भने उसको खुट्टा नै मर्केछ। अब यो भन्दा चाहिँ ठुलो अब त्यो कालिदासको कुरा चाहिँ सम्झना आउँछ। हजुर हजुर यो पक्कै पनि यो अब कीर्तिपुरीहरूले तत्कालीन त्यतिखेरको लडाइँमा युद्ध हारेपछिको हीनता बोध चाहिँ त्यहाँ गएर पछारेको जस्तो मलाई लाग्छ। यहाँको विचारमा कस्तो छ? होइन, अब यो धेरै समय पहिलेको हजुर है, आजको हिसाबमा चाहिँ 255 वर्ष अगाडिको कुरा भइसकेको छ। 299 भयो होला हजुर। 299 255 255 हजुर। ए हजुर 1822 मा चाहिँ कीर्तिपुर जितेको। ए हजुर 1822 मा 1822 हजुर हो। अहिले चाहिँ 2000 कति 2077 55 हजुर कति भयो 255 हजुर हो हजुर। यति वर्ष भयो। अब अघिल्लोको घटना एउटा भयो भने त्यो घटनाको सविस्तार र प्रसङ्ग ठिक रूपमा हामीले ल्याउन सक्दैन। कसैले के भन्छ कसैले के भन्छ त्यो घटनाको बारेमा। जब अब भनौँ दुईजना बिच चाहिँ झगडा भयो, पहिले हात हाल्ने को भनेर भन्यो भने उसले उसलाई देखाउँछ, उसले उसलाई देखाउँछ है। अब छिनोफानो गर्नु गाह्रो हुन्छ। यो भर्खरको घटनामै त्यस्तो हुन्छ भने 255 वर्ष अगाडिको घटना यस्तै हो भनेर चाहिँ कसै भन्न सक्छ होइन? अनि त्यसमा चाहिँ हामी लागिरहने, त्यसमा मात्रै हाम्रो अर्को चाहिँ काम छैन कि अहिले यस्तो गर्ने समय हो र? यो इतिहासलाई वर्तमानसित चाहिँ जोड्नु पर्छ हामीले। त्यो इतिहासबाट चाहिँ कसरी शिक्षा लिने त्यतातिर हामीले ध्यान दिनुपर्ने। इतिहासबाट अलिकति पनि हामीले शिक्षा लिन सकेन।
हजुर र खुसी त्यो लाग्यो कारण हो हजुर। वर्षै नै यस्तो कार्यक्रम भइरहन्छ। हजुर अब म के भन्न चाहन्छु हजुर। त्यो कार्यक्रम भने हजुर त्यो समाचार चाहिँ पत्रिकामा आउँछ। हजुर के भनेर आउँछ भने किर्तिपुरका सबै जनता मिलेर त्यो छाकलोमा ठुक्यो भनेर चाहिँ समाचार हजुर जबकि किर्तिपुरका मान्छेहरू थाहा हुँदैन, हजुर हो 10 जना पनि त्यो ठाउँमा उपस्थित हुँदैन भने समग्र किर्तिपुरहरूलाई समेटेर जहाँ किन त्यो समाचार लेख्ने हजुर र भोलि प्रकाशित हुने त्यस्तो पत्रिकामा चाहिँ यस्तो समाचार चाहिँ नछापियोस् है। हजुर यो साह्रै चाहिँ झुटो समाचार हो। किर्तिपुर कोही पनि मान्छेहरू 10 जना 12 जना भन्दा बढी त्यसमा संलग्न नै छैन। हजुर डाक्टर साहब खुसी लाग्यो आज म हाम्रो कार्यक्रममा सन्दर्भलाई समय दिनुभयो। म यहाँलाई कृतज्ञता ज्ञापन गर्दछु। हस्, धेरै धेरै धन्यवाद। मेरो मनको कुराहरू राख्न पाएँ, हजुर खुसी लाग्यो। फेरि पछि भेटौँ। हस्, धन्यवाद। आगामी कार्यक्रममा म यहाँलाई फेरि जोड्नेछु। हस्। श्रोताहरू, उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर चन्द्रमान बज्राचार्य, किर्तिपुर 10 निवासी हुनुहुन्थ्यो, राजनीतिक विश्लेषक, नेपाल चीन मैत्री सङ्घका अध्यक्ष, सामाजिक अभियन्ता तथा अनुवादक हुनुहुन्थ्यो। उहाँले धेरै पुस्तकहरू पनि लेख्नुभएको, अनुवादन गर्नुभएको छ, लेख्नु पनि भएको छ। आज हामीलाई उहाँले यो पृथ्वी जयन्ती तथा एकता दिवसको बारेमा, हाम्रो किर्तिपुरको बारेमा केही कुरा बताइदिनु भयो। हार्दिक आभार प्रकट गर्दै आजको कार्यक्रमबाट अब हामी छुट्टिन चाह्यौँ। प्रविधि संयोजनमा युनिक साक्य र म शङ्कर थापालाई बिदा दिनुहोस्। नमस्ते, शुभ।